स्याङ्जाको भेकोट नगरपालिकाले हरेक वर्ष सडक सरसफाइका लागि 50 लाखभन्दा बढी रकम बिना टेन्डर खर्च गर्दै आइरहेको छ। ग्रामीण सडक सरसफाइका लागि एउटा वडाले कम्तीमा पनि हरेक आर्थिक वर्षमा 5 देखि 10 लाख रुपियाँसम्म प्राप्त गर्दछन्। तर व्यवस्थित योजना नहुँदा र वडाध्यक्षहरूले मनपरी रकम खर्च गर्दा पक्कै सडकहरू पनि राम्रोसँग सफाइ हुन सकेका छैनन्। वडाध्यक्षहरूले भने रकम पर्याप्त नभएको र मुस्किलले सरसफाइको काम गर्दै आएको बताउँछन्। त्यसो गर्दा सरसफाइका कामहरू अधुरो र अपुरो रहँदै आएका छन्। विशेषतः सडक सरसफाइको काम जनप्रतिनिधिकै मातहत हुने गर्दछ, तर उनीहरूले कहाँ कति रकम खर्च भयो भनेर अहिलेसम्म सार्वजनिक रूपमा प्रस्तुत गरेको पाइँदैन। जिल्लाको सन्दर्भमा हेर्दा 1 किलोमिटर पक्की सडक बन्न कम्तीमा पनि 1 करोड रुपियाँ खर्च हुने गरेको पाइएको छ। तर भेरकोट नगरपालिकामा माल पाएर पनि चाल नपाएको भने चाहिँ पक्की सडकको सरसफाइलाई प्राथमिकतामा राखेको पाइँदैन। यस्तै व्यवस्थाको शिकार बनेको छ सुन्दरबजार ढापुक सडक खण्ड। सुन्दरबजार ढापुक सडक खण्ड नियमित सरसफाइ र मर्मत सम्भार नहुँदा साँघुर्दै गएको छ। नालीको सही व्यवस्थापन नहुँदा सडक भत्किएको मात्रै छैन, भासिन पनि थालेको छ। 2 वर्ष अघि गएको पहिरो समेत हालसम्म पन्छाइएको छैन। सडक नै अवरुद्ध हुने गरी खसेको यो पहिरो हटाउन वडाध्यक्षहरूले खासै चासो समेत दिएको पाइँदैन। बालदै माध्यमिक विद्यालय नजिकै गएको पहिरोका कारण सडक वान वे बनेको छ। त्यसो त अधिकांश ठाउँमा गएका पहिरो र झाडी सफा नगर्दा सडक वान वे जस्तै नै बनेको छ। सडक सुरक्षाका लागि बनाइएका नाली पहिरो र झाडीले पुरिएर हराएका छन्। साना तथा ठुला सवारी साधन र पैदल यात्रुलाई समेत यात्रा गर्दा जोखिमपूर्ण बनेको छ। हिँडेर विद्यालय जाने विद्यार्थीहरू सडकको अवस्थाका कारण डराइ विद्यालय जानु परेको बताउँछन्। यहाँ बाटामा आउँदा यहाँ झाडी र पहिरोले गर्दा हामीलाई बाटा हिँड्दा असहज भएको छ। हामीलाई कहिलेकाहीँ डर लाग्छ कहीँ गाडी आएर हामीलाई हान्छ कि भनेर। उक्त रुटमा सवारी चलाउने चालकहरूले पनि स्थानीय सरकार र जनप्रतिनिधिहरूले सडकको मर्मत सम्भार र पहिरो व्यवस्थापनलाई महत्त्व नै नदिएको बताउँछन्, जसले गर्दा सवारी दुर्घटनाको जोखिम उच्च रहेको उनीहरूको बुझाइ छ। यहाँ ढापुक फेदीसम्मलाई यसो पक्की सडक भनियो, तर पनि खासै त्यति राम्रो छैन। यो बिचमा पनि अब पक्की सडक भन्ने सहर सबै छैन, के छैन, अब जोखिमै छ। बाटो साँघुरो छ। 5 वर्ष अगाडि बनेको यो बाटोमा 2 वर्ष पहिलाको पहिरोले गर्दाखेरि यसको मापदण्ड कति हो त्यो पनि छोटिएर पहिरो आएर रोकेको कारणले त्यो जनप्रतिनिधिको व्यवस्थाले गर्दाखेरि हामी सवारी चालकलाई यति दुःख भएको छ कि पटक भन्दा पनि उनीहरूले हाम्रो कुरा नसुन्ने, अझ के पनि सुनियो भने तिमीहरूका गाडी छन्, बाइक छन्, तिमीहरूले सफा गरे नि हुन्छ, नगरमा कति छ भन्ने यो पनि गुनासो आएको छ। त्यही भएर यसलाई छिटोभन्दा छिटो सफा गरेर आवत जावतमा सवारी आवत जावत बाइक स्कुटर सबै सवारी साधनलाई आवत जावतमा सहज गराइदिन अनुरोध गर्छु। सबभन्दा बढी भनेको यो झाडी र पहिरो, यो पाटपट्टियो पहिरो अहिलेसम्म हटाइएन। 1 वर्षबाट बढी भयो। अब बाटो कहाँ छ भन्ने थाहै छैन, कसरी गाडी लिएर हिँड्ने हो। एउटा बाइक आयो भने पनि थाहै पाइँदैन आवाजले गर्दाखेरि। अब सम्बन्धित निकायको ध्यानै गएन। पैदल यात्रीहरू समेत झाडी र पहिरोले गर्दा साँघुरिलो सडकमा जङ्गली जनावर र दुर्घटना दुवैको उच्च भइरहेको बताउँछन्। पहिरो झाडीले गर्दाखेरि हिँड्न नसकिने भयो, डर लाग्ने भयो। त्यस कारणले गर्दाखेरि नगर अथवा वार्डले चाहिँ बनाइदिनु पर्ने हो कि जस्तो चाहिँ आशा लागेको छ। वडा नम्बर 6 का वडाध्यक्ष लक्ष्मण खत्री छेत्रीले सफा गर्ने काम निरन्तर भइरहेको र स्रोत साधन पर्याप्त नहुँदा काम हुन नसकेको तर्क गर्नुहुन्छ। बजारदेखि ढापुक फेदीसम्मको पक्की सडक सरसफाइको विषय उठाउनु भयो। यसमा हामीले चाहिँ वडा स्तरबाट जतिसम्म हामीले काम गर्न सक्थ्यौँ त्यो सम्भवतः हामीले गरेका छौँ भन्ने लाग्छ। किनभने जस्तो हामीले त्यो हल्का जतिसम्म सानो जेसिबीले हटाउन सक्ने थियो त्यतिसम्म हामीले हटाएका छौँ। साथसाथै हामीले चाहिँ यो के अरे बालदै स्कुलदेखि पाटपाटीसम्मको नाला सरसफाइदेखि हामीले चाहिँ तल खर्लुङ खोला भनिन्छ त्यहाँदेखि हजुरको चाहिँ ढापुक फेदीसम्मको सडक खण्डमा जहाँ हामीले चाहिँ नालाहरू सरसफाइ गर्न सकिन्थ्यो त्यहाँ पनि हामी रोजगार कार्यक्रम अन्तर्गतबाट हामीले सरसफाइ गरेका छौँ। र जहाँ हाम्रो चाहिँ यो जति केही ठाउँहरूमा त्यो सडक खण्ड अन्तर्गत केही ठाउँहरूमा ठुलो पहिराहरू चाहिँ त्यहाँ झरेको छ र हामीले त्यो हटाउन नसक्नुहरूको 2टा कारण रह्यो। जस्तो ओडाले चाहिँ गर्न नसक्नुमा एउटा हजुरको चाहिँ पहिरो ठुलो छ, त्यो सबै सम्पूर्ण पहिरोहरू हटाउँदा त्यहाँ अर्को स्ट्रक्चरको चाहिँ व्यवस्थापन गर्नुपर्ने,
र दोस्रो हजुरको चाहिँ त्यहाँ भएको जति पनि ती पहिरो छ त्यो पहिरो हटाउनको लागि जेसिबीको साथसाथै के अरे हाम्रो यो ट्रिपरहरूको पनि व्यवस्थापन हुनुपर्ने भएकोले हामीले वडा स्तरबाट त्यो हटाउन सकिएको छैन र यो विषयमा हामीले चाहिँ नगरपालिकामा पनि आदरणीय नगर प्रमुखलाई जानकारी पनि गराएको हो र आशा गर्छौँ हामी अब केही समय पछाडि त्यहाँको यो सरसफाइ चाहिँ यो पहिरो चाहिँ हटाउनको लागि नगरले पनि हामीलाई सहयोग गर्नेछ भन्ने हामी आशा गर्न सक्दछौँ। नगर प्रवक्ता देवेन्द्र केसीले पक्की सडक र रणनीतिक महत्त्वका सडकको सरसफाइ र हेरचाहको जिम्मा नगरपालिकाकै भए पनि विविध कारणले सडकको सरसफाइ जनअपेक्षा अनुसार गर्न नसकेको बताउनुहुन्छ। ग्रामीण सडकहरू कहीँ पिच कहीँ ढलान भएका छन्। हामीहरूले ग्रामीण सडकहरू नगरपालिकाकै अन्तर्गतमा रहेर सरसफाइ गर्ने हो अनि प्रायः गरेर 2 जिल्ला जोड्ने सडक अनि जुन तहले गरेको हो त्यही तह मार्फत अनि यो मर्मसम्मार गर्नुपर्छ भनेर हामीले प्रदेशमा माग उठाइरहेको छौँ। बैरगाउँदेखि पर्वत जोड्ने सडक र बैरगाउँदेखि बिरुवा तनहुँ जोड्ने सडक यो चाहिँ लेन्थ वर्करहरू हामीले तपाईँहरूले प्रदेशले दिनुपर्ने भनेका छौँ तर अहिलेसम्म दिएको छैन। तपाईँको क्वेसन अनुसार हामीहरूले ग्रामीण सडकहरू जति बेला ढलान भयो जति बेला पिच भयो त्यसपछि सरसफाइ गर्न वास्ता गरेका पनि छैनौँ र फोहोर पनि छ। आजको यो तपाईँको प्रश्नले गर्दा हामीहरूलाई पनि थोरै घटघटाएको छ। यो विशेष गरी नगरपालिकाकै दायित्व भएको हुनाले त्यसतर्फ पनि हामीहरू अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ। सडक पूर्वाधारको पनि पूर्वाधार भएकाले नियमित रूपमा मर्मत सम्भार हुन आवश्यक छ। सडक सार्वजनिक सम्पत्ति पनि हो। सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्नु नागरिकको दायित्व पनि हो। नागरिक र सरकार दुवै मिलेर सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने हो भने सडकको पनि संरक्षण र सदुपयोग गर्न सकिन्छ। स्मार्ट अखबारका लागि एनपी कोइरालाको रिपोर्ट। बिहान सबेरै बज्दैछ 11 राजुको मम्मीको चढ्दैछ है पारा। कति सुत्न सक्यो होला मैले भनेको त के पनि गर्दैन खाली मोबाइल चलाएर मात्र हुन्छ वाइफाईको पैसा तिर्नु पर्दैन। राजु बुद्धिमान छ धेरै कुरा जान्छ प्रिफर गर्न साथी भाइ इष्ट मित्र छान्छ। मिन्टु बले भैरे पल्ला घरे काका एक महिना फ्री इन्टरनेट सबै छन् रमाका। राजु फर्को स्वागमा मम्मी परिन्छ 12 जना रिफर गर्दा 1 वर्षलाई ढुक्का। सबैजना खुसी किनकि अब वर्ल्डलिंक रिफर गर्दा रिफर गर्ने र रिफर लिने दुवैले पाउनु हुनेछ 1 महिना फ्री इन्टरनेट। रिफर गर्न माई वर्ल्डलिंक एप वर्ल्डलिंक वेबसाइट वा हजुरको नजिकैको शाखामा जानुहोस्। छिटो भनेकै वर्ल्डलिंक।